ग्रुपमा पठाउँदा हो होइन पठाउनु ग्रुपमा सिजनिङ भएको प्याज मात्र हाल्यो भने तर होइन मसला नहालिकन अनि कहाँ गोलबेला हाल्ने भने अहिले होइन के मसला हालेकै छैन अनि कहाँ हाल्छ अनि मसला बिचमा भर्खर जमल गरिदिएछ, भर्खर मैले सब हालेर। एकैछिन भर्खर प्याज हालेर चाहिँ एकैछिन यसलाई भुटिन दिउँ न मसला पनि प्याज हाल्नु, मसला पनि पाक्दै गर्छ क्या मसला त अब तर हाल्दैन ल मैले त हालिदिएको प्याज र उयो लसुन मात्र हाल्यो क्या नुन बेसार हाल न अझ यो चाहिँ जिरा धनियाँको जिरा धनियाँको पेस्ट पेस्ट अनुसार धुलो जिरा धनियाँ धुलो अब यो हाम्रो कति हाल्ने छ हाम्रो तड्का अलिकति यो चाहिँ हरियो धुलो खुर्सानी जिब्रो पड्काउने धुलो गरेर खुर्सानी धेरै नै हाल्दै है चाटको होस् यो के हो यो? त्यो गरम मसला मसला हो। गरम मसला हो होला हाम्रो यो मसला भाँडाबाट मसला हालिदिँदैछ गरम मसला हाल्दै हाल्दै होइन अझ हाल्यो नि एक चम्चै हाल्दा हुन्छ केही फरक पर्दैन मासुमा त मसला त हो अलिकति तर चाहिन्छ। आँखोमा त के अरे च्वाचेको मोबाइल चाहिन्छ अलिकति मासु चाहिने हुन्छ ट्याक्क त्यही भएर बेसार अघि नै हाल्यो होइन हाल्नु हालेको छ धेरै फोकसमा बनाइदिएको छ होइन कलर एकदमै ठिक छ तर मलाई यो मसला चाहिँ अझै चित्त बुझेन यसो हालिँदा नि होइन, हुन्छ क्या, केही फरकै पर्दैन जिरा धनियाँ चाहिँ नुन चाहिँ म अहिले हाल्दिनँ नुन चाहिँ नहाल्नु अब यत्तिकै फेरि यसलाई एकचोटि चलाइदिउँ धनियाँ थप्नु पाइन्छ थाहा चाहिँ तैँले कसरी राख्यो अब त्यसरी नै राखेर गएको हो कुकर ए अघिदेखि मलाई ब्लग्स बनाइरहेको छ नि त्यही भएर ल गोकुले यो ट्राइपडमा राखेर यसरी खिच्नुपर्ने हो नि खास गोकु थाहा छ खाना कस्तो दामी देख्छ यो भ्यूहरू त क्या नै कस्तो बास्ना आएको है बल्ल अब सुरु हुँदैछ बास्ना आउँछ अब एकछिन मसला पनि थोरै पानी हाल्ने कि बरु मसला डढ्दैन नि थोरै पानी हालौँ क्या प्याजको पानी निस्किनु पर्ने हो त्यसको होइन, पानी होइन। हाल्नु नि त थोरै हालौँ क्या के हो हालिदिनु मसला होइन एउटा स्पेसल टाइप क्या